हेलो एभ्रिवान, यो चाहिँ मेरो देखिँदै गरेकोहरू चाहिँ घरहरू है। अनि आज चाहिँ यहाँनिर अलैँची छराएर रेडी गरेको छु। यो चाहिँ मेरो सानो जस्तै भर्खरै ब्याएको सुँगुरको बच्चा कस्तो मजाले कन्याउनुलाई रेडी हुन्छ कि। अनि मैले चाहिँ कनिराखेको छु, गुनी छ। अनि यहाँनिर चाहिँ मैले मेरो वस्तुहरूलाई घाँस लगाइसकेको छु। आज चाहिँ म छोरा र म मात्रै छौँ घरमा, दुईजना। अनि यहाँ चाहिँ छोरालाई खाना खानु बोलाएको पल्लो घर भाउजूको घरमा पनि सुँगुरहरू धेरै रहेछ। अनि छोरालाई बोलाएर हामी चाहिँ खाना खायौँ। छोराले चाहिँ घिउसँग खाने मामु भनेर मैले चाहिँ घिउसँग भात दिएँ। अनि मैले चाहिँ राँगाको सुकुटीसँग भात खाएँ। उसलाई एलर्जी भएको छ नि त, त्यही भएर। अनि छोरा र म चाहिँ बाबा अलैँची भटी लाउन टाढा जानुभएको छ नि त, घरदेखि धेरै 10 मिनट जति। अनि छोरा र म चाहिँ बाबालाई खाना लगिदिएर जाँदैछौँ। यो चाहिँ देखिँदै गरेको मेरो घरहरू हो। अनि यो चाहिँ तल्लो घरहरू हो। मेरो घरदेखि तलतिर कस्तो राम्रो छ है घरहरू। अनि छोरा र म चाहिँ गएको। छोरा चाहिँ बिस्कुट खाँदै हिँडिरहेछ कि। अनि मामले अगाएन र भनेको होइन, खानु मन लागेर भन्दैछ। अनि यहाँ चाहिँ कस्तो ठुलो हिजो अस्ति भर्खरै होइन 18 गतिको बाढी पहिरोले पानी परेर कस्तो धेरै भत्केको रहेछ। कस्तो मुस्किलले गयौँ क्या छोरा र म। कस्तो ठुलो भत्केको रहेछ वारिपारी त्यस्तै होइन। अनि छोरालाई अगाडि लाएर बिस्तारै हिँड छोरा भनेको, डराउँदै डराउँदै हिँडिरहेछ। हाम्रो गाउँतिर चाहिँ वारी भन्दा पनि पारीतिर चाहिँ एकदमै धेरै पहिरोहरू गएको छ। छोराले कस्तो ठुलो पहिरो हेर्नु न मामु भनेर देखिरहेछ। अनि बुवालाई खाना लगेर हामी चाहिँ गयौँ। जाँदैछौँ। बुवा चाहिँ भड्डी लाउँदै हुनुहुन्छ नि त। अनि घरमा भड्डी छैन कि, त्यही भएर पर एकजना दाईको घरमा भड्डी लाउँदै हुनुहुन्छ बिहानदेखि बुवा चाहिँ। अनि भाइहरू चाहिँ जानुभएको छ गोल खेल्न, बहिनी फिल्म जानुभएको छ नि त। सो छोरा र म मात्रै छौँ। बुवा चाहिँ बसिराख्नु भएको रहेछ भड्डी लाउँदै। बिचरा मेरो बाबा हेर्नु न, कति भोक लाग्यो होला। छोराले बाजे भोक लाग्यो भन्दै सोध्दै हुनुहुन्छ। भड्डी यहाँ लाउँदै हुनुहुन्छ। खासै धेरै अलैँची छैन नि त हाम्रो, त्यही भएर अरूको भड्डीमा लगाएको थोरै थियो र। अनि भाउजूलाई थाल मागेको, मैले चाहिँ थाल बोकिनँ। अनि भाउजूले त्यहाँ छ भन्नुभएर मैले भाउजूको किचनमा गएर एउटा थाल निकालेँ। अनि बाबालाई हात धोएर आउनु है बाबा भनेर मैले चाहिँ खाना रेडी गरेँ। बुवा पनि आउनुभयो किचनमै। अनि मैले चाहिँ बुवालाई खाना पस्किदिएँ। बिचरा मेरो बाउ कस्तो भोक लाग्नु भएको थियो होला बिहानदेखि है, बिहानै जानुभएको। अनि अलैँची भड्डी लाउँदै हुनुहुन्छ, कस्तो माया लाग्ने चाहिँ। मैले चाहिँ तातो खाना बनाएर सानो बड्डु भाँडामा हालेर लगिदिएँ। अनि बड्डु भाँडा र त्यही सब्जी मात्रै बोकेँ नि त। सो त्यहीँ भाउजूकोमा प्लेटहरू माग्नु पर्यो भनेर खाना दिइसकेँ। अनि यो चाहिँ अलैँची बुवाले भड्डी लाउँदै हुनुहुन्छ। हामी चाहिँ गयौँ, बुवालाई चाहिँ बसिराख्नु भएको छ। अनि छोरा र म चाहिँ हिँड्यौँ। मैले चाहिँ एउटा अलैँची चोरेर खाँदै आएँ। कस्तो